आदरणीय दर्शक महानुभावहरू नमस्कार। मैले आज हजुरलाई यस्तो कोसिस लिएर आएको छु। हाम्रा पुराना कुराहरू पनि हामीले सम्झिनुपर्छ। जस्तै पहिलेका इतिहासहरूले हामीलाई धेरै आनन्दित तुल्याउँछ। किन पहिलेका राजा महाराजाहरूले के गर्नुभयो त्यो पनि हामीले बिर्सन हुँदैन। र पहिलेका हाम्रा पुर्खाहरूले के कति त्याग तपस्या र देन गर्नुभयो त्यो पनि हामीले बिर्सन हुँदैन। त्यस्तै हाम्रा पूर्वज महाराजा महेन्द्र राजाका पालाको कुरा एउटा गीत छ जो गाइनेहरूले गाउनु हुँदो रहेछ। त्यो गीत मैले मेरो माताजीबाट पहिले नै सुनेको थियो। त्यो गीत म हजुरलाई सुनाउँछु है त। विकासको ल्यो नारायण महेन्द्र पालामा, विकासको ल्यो नारायण महेन्द्र पालामा, स्वर्गारोहण नारायण 28 सालमा, स्वर्गारोहण नारायण 28 सालमा, 2028 साल माघ महिना थियो, 2028 साल माघ महिना थियो। श्रीपासलाई त्यसै बेला बिमार पैदा भयो, श्रीपासलाई त्यसै बेला बिमार पैदा भयो। दुःखको मुटु नारायण चरकै पारेर, दुःखको मुटु नारायण चरकै पारेर, रुन्छन् रानी नारायण ती आँसु झारेर, रुन्छन् रानी नारायण ती आँसु झारेर। भन्नुहुन्छ सरकार रानी छोरा आऊ, भन्नुहुन्छ सरकार रानी छोरा आऊ, कान्छा छोरा धीरेन्द्र चाहिँ डाक्टर लिन जाऊ, कान्छा छोरा धीरेन्द्र चाहिँ डाक्टर लिन जाऊ। आकाशवाणी खबर गरे पुगो 14 राष्ट्र, आकाशवाणी खबर गरे पुगो 14 राष्ट्र। 11 जना डाक्टर आए, 11 जना डाक्टर आए अमेरिकाबाट बाबा, अमेरिकाबाट। 3 घण्टा नारायण बचाइदेऊ बाबालाई, 3 घण्टा नारायण बचाइदेऊ बाबालाई। 3 लाख इनाम नारायण दिनेछु तिमीलाई, 3 लाख इनाम नारायण दिनेछु तिमीलाई। 35,500 का 2टा सुई दिए, 35,500 का 3टा सुई दिए। 15 मिनट सिरी 5 को, 15 मिनट सिरी 5 को होस खुलाइदिए, 15 मिनट सिरी 5 को होस खुलाइदिए। उपचार नारायण गर्दै नै भएन, उपचार नारायण गर्दै नै भएन। पापी कालले नारायण राजालाई छाडेन, पापी कालले नारायण राजालाई छाडेन। पन्से बाजा बज्न थाले ढुकु ढुकु गरी, त्यसै बेला पन्से बाजा बज्न थाले ढुकु ढुकु गरी। सबैजना रुन थाले, सबैजना रुन थाले आँसु झारी झारी, सबैजना रुन थाले आँसु झारी झारी। राम 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 स्वर्गे धाम राजा 14 अंचाल अन्धकार भो आज। राम 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 स्वर्गे धाम राजा 14 अंचाल अन्धकार भो आज। हो 14 अंचाल अन्धकार भो आज। 7:30 आर्यघाटमा पुर्याइदिए लास, 7:30 आर्यघाटमा पुर्याइदिए लास। श्री 5 को फुलमाला, श्री 5 को फुलमाला बगाइदिए आस, श्री 5 को फुलमाला बगाइदिए आस। जेठा छोरा वीरेन्द्रले आगोले भन्नुभयो,
जेठा छोरा वीरेन्द्रले आगो ल्याऊ भन्नुभयो, कान्छा छोरा धीरेन्द्रले आगो दिनुभयो। बलुवा गो नाना राजाका शरीरमा, बलुवा गो नाना राजाका शरीरमा, रुन थाले नारायण माया र मारीमा, रुन थाले नारायण माया र मारीमा। यति नै हो। अब अरू पनि म नयाँ यही गीत च्यानलमा नयाँ प्रसङ्गहरू लिएर नयाँ गीत भजन नाटक विभिन्न चुड्किलाहरूदेखि लिएर विभिन्न नयाँ कुराहरू लिएर प्रसङ्गहरू लिएर आउनेछु। तर यो गीता प्रसाद अधिकारी नाम गरेको युट्युब च्यानललाई हजुरले लाइक सेयर सब्सक्राइब र सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। म अन्तिममा भन्दैछु, सल्लाह सुझाव र सब्सक्राइब सबैजनाले गरिदिनुहोला। हवस् त, नमस्कार।